तुइन र काठको पुल बनाउने नेताहरू भन्छन् यो देशी विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, अरूलाई एजेन्ट भन्छौ। आन्दोलनमा पुरै देश एमाले कङ्ग्रेसको जलाउँछ, कङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ। चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन भनेर भनेका थिए। बालनजीलाई स्ट्याटस लेख्नु त सहिलो छ, तर स्ट्याटस लेखिरहँदा एउटा औँला अरूतिर देखेर त उनीतिर पनि त धेरै औँला होला नि त। काठमाडौँ महानगरपालिकाको 25 अर्ब कहाँ चाहिँ उहाँले सदुपयोग गर्नुभयो त? 25 अर्बमध्ये कुन चाहिँ युवालाई रोजगारीबाट रोक्नुभयो त उहाँले? उहाँले 2500 घर बनाइ भूकम्पको बेला भन्नुभयो। महेश बस्नेतले 2800 भूकम्पको बेला मैले घर बनाएको होइन, मैले चाहिँ त्यो के अरे ऊ खालको एउटा टनेल खालको चाहिँ नि कटेज टाइपको बनाएको थिएँ। त्यो घर अहिले पनि अवशेष छन्, हेर्न सकिन्छ। बालनले कहाँ बनाएको छ देखाउनु पऱ्यो नि त। र उनले रोजगारीको निमित्त के गरे? र सिंहदरबार जलाउनको निमित्त उनको श्रीमतीले सरकारी गाडी दुरुपयोग गरेर बिदाको दिन हिँडे बापत प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने आह्वान गर्ने र सम्बन्धित प्रहरीलाई टर्चर दिएर त्यो प्रहरीको आमा, त्यो सही साहबको आमा हामीसँग आएर रुनुपर्ने अवस्थामा पुर्याउने एउटा स्थिति र यहाँका सारा गरिबहरूलाई लहटेर गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गीत गाउँदा जित्ने, अनि यहाँका सारा गरिबहरूलाई लखेटेर सम्भ्रान्त वर्गको प्रतिनिधि बनेर मधेसको गौरवलाई गुमाएर मधेसी हुँ भन्ने कुरालाई चाहिँ नस्वीकार गरेर पातलो सहवाला शाह होइन मोटो सहवाला शाह भनेर ज्ञानेन्द्र शाहीसँगै ठकुरीसँगै चाहिँ छन्। अनि सिङ्गो मधेसलाई जुरमुराएर उठाउँदैछन् रासपाका पक्षमा। अनि एउटा मधेसको भोट तान्दैछन्। अनि एउटा तपाईँले भने जस्तो गरिब दिन दुखी रोजगारी सृजना गरेन, बेरोजगारी बढायो, यी सबै यावत आरोपहरूका बिचमा पनि उनको पछि लाग्ने हजारौँ युवाहरू छन्। उनको एक आह्वानमा अहिले सडकमा उत्रने हजारौँ युवाहरू छन्, विद्यार्थीहरू छन्। अझ त्यो जेलजी भाइबहिनीहरू झन् बढी विश्वास गर्छन् बालनजीलाई। हामी बच्चा छँदाखेरि पशुपतिबाट चाहिँ त्यो रुखबाट झऱ्यो भने बाँदर नाक जोगाउन इज्जत जोगाउन गाउँतिर आयो भने एउटा बाँदर रुख आयो भने टन्न मान्छे हेर्न आउँथ्यो क्या।